कोसीमा पक्रिन गएको यति चाहिँ पक्रियो छ है माछा चाहिँ आज यसरी पक्रियो। यति चाहिँ 4 जनाले पक्रियो है यसरी। कोसीमा चाहिँ यसरी माछा पक्रिनु पर्छ। ल कोसीमा माछा पक्रिनेहरू यहाँ पनि भेटिरहेको है हामी चाहिँ यसरी माछा पक्रिनेहरू त्यही यसरी कम्मरमा बाँधेर अनि कोसीमा नि पुरा पसेर अनि यसरी चुरुलुममा पौडी खेल्दै यसरी अनि स्विमिङ खेल्दै अनि माछा पक्रिनुपर्छ है गाई चाहिँ। गाह्रो छ यस्तो बोकेर पनि। पुरा माछा पक्रिने हामी चाहिँ सप्तकोसीमा माछा पक्रेर आयो। पुरा यसरी माछा पक्रिनुपर्छ है गाई छ। पक्रेको आज चाहिँ ठुलै पक्रेछ। कोसीमा चाहिँ यसरी माछा पक्रियो है। ल